जादव अनलाइन टिभीमा म प्रस्तुता नन्दलाल खरेल यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामीसँग हुनुहुन्छ यस्तो व्यक्तित्व जो व्यक्तित्वले चाहिँ 200 भन्दा बढी अवार्डहरू पाइसक्नु भएको छ। उहाँ लामो समयदेखि 2 दशकदेखि चाहिँ त्यो सेवामा लागिरहनु भएको छ, समाज सेवामा। सँगसँगै उहाँले चाहिँ पत्रकारितामा पनि काम गरिरहनु भएको छ। उहाँ चाहिँ गिनिज बुकमा पनि नाम लेखाउनु भएको छ। अब उहाँले यो विषयमा चाहिँ किन उहाँ यसरी लाग्नुभयो, कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्कार। मैले सुन्न आएको तपाईँ 2 दशकदेखि समाज सेवा र सँगसँगै पत्रकारिता क्षेत्रमा पनि लाग्नु भएको छ। समाज सेवा र पत्रकारिता क्षेत्रमा लाग्नलाई चाहिँ यहाँलाई चाहिँ कहाँबाट प्रेरणा मिल्यो, यसबारे बताइदिनुहोस् न। नमस्कार सम्पूर्ण दर्शकवृन्द। खास यस्तो रहेछ कि समाज सेवा चाहिँ कस्तो अरे आफ्नो अन्तर आत्मादेखि आउनुपर्ने रहेछ। र म जुन बेला म सानो बच्चा थिएँ र मलाई त्यो बच्चा बेलामा पनि बाटोमा कोही छटपटाइरह्यो, कोही खान नपाएर रोइरहेको छ, कोही अस्पतालबाट पीडित भइरहेको छ, औषधिको केही किन्न नपाएर उनीहरूसँग पैसा नभएर छटपटाइरहेको छ। त्यो बेलादेखि मलाई के लाग्थ्यो भने मैले पछि गएर यिनीहरूको सेवा कसरी गर्न सक्छु भन्ने मलाई त्यस्तो लागिरहन्थ्यो। र म यस्तो देख्थेँ कि बाटामा छटपटाएको खान नपाउने व्यक्तिहरूलाई पनि म काठमाडौँको तारकेश्वर वडा नम्बर 1 पहिलाको साङ्ला 5 मा जन्मेको मान्छे र म पहिलादेखि नै म यही सिंहदरबार एरिया पेरिफेरीमा बस्थेँ। मेरो बुवा त्यहीँ जब गर्नुहुन्थ्यो र म त्यहीँ पेरिफेरीमा बस्थेँ। र त्यो बेला गर्दाखेरि पनि मलाई के लाग्थ्यो भने मेरो घर यहाँबाट 10 किलोमिटर छ। तपाईँको यो सिंहदरबारबाट मेरो घर पुग्न 10 किलोमिटर छ। त्यो बेलामा कस्तो लाग्थ्यो मलाई भने ओहो त्यहाँ मैले यो मान्छेहरूलाई कसरी सेवा गर्ने होला, यस्तो व्यक्तिहरूलाई कहाँ लगेर के गर्ने होला भन्ने मेरो उत्सुकता भइरहन्थ्यो। र म त्यो बेलामा शान्ति विद्यागृहमा पढ्दैथेँ। त्यो पढ्ने बेलामा म स्कुल जाने बेला मलाई मेरो बाबाले त्यो बेलामा 1 रुपियाँ 50 पैसा त्यस्तो दिनुहुन्थ्यो। त्यो पैसा पनि मैले त्यो पैसालाई पनि अलिकति थुपारेर राखेर जम्मा गरेर त्यसले कोही व्यक्तिहरूलाई यसो खाना नपाउनेलाई खाना दिने, त्यस्तो औषधिहरू केही नभएकोलाई तिनीहरूलाई अलिकति भर्ती गरिदिने। र म पहिलेदेखि अलिक उच्छृङ्खल भावना भएको व्यक्ति कि मलाई जुन कुरा मैले देखेँ राम्रो र राम्रो, नराम्रोलाई नराम्रो भनेर हिँड्ने मान्छे। त्यो गर्दै जाँदाखेरि यो सामाजिक क्षेत्रमा भनेको त्यत्तिकै आफूलाई भित्री आत्मादेखि मनोबल बढेर आउँदछ र त्यही अन्तर्गत मलाई म सामाजिक क्षेत्रमा लाग्छु। जस्तो समाज सेवा गर्न त तपाईँको चाहिँ खालि मल्ने मात्रै हुँदैन, यसमा चाहिँ तपाईँको आर्थिक कुरा पनि जोडिएको हुन्छ। अहिले समाज सेवाको नाममा चाहिँ तपाईँको चाहिँ कमाउ धन्दा गर्नेहरू धेरै छन् भन्ने समाज सेवा, बाहिर लाने समाज सेवा र काम गर्ने अर्को सेवा हुन्छ, तर चाहिँ आफ्नै सेवा हुन्छ। तर तपाईँले चाहिँ यसलाई चाहिँ कसरी म्यानेज गरिरहनु भएको छ, यसलाई बताइदिनुहोस् न। हो, तपाईँ ठिक भन्नुभयो। यो समसामयिक विषयको लागि तपाईँले राम्रो प्रश्न उठाउनु भयो। यो चाहिँ यस्तो छ, हेर्नुहोस्, कमाउ धन्दा। अब नेपालमा भूकम्प आयो, लकडाउन आयो, कोरोना आयो, यी सारा महामारीहरू आयो। त्यो बेलामा कमाउनेले सम्भवतः धेरै कमाए। कमाउने मान्छेहरू धेरै छन्, हाम्रो अघिल्तिर पनि धेरै छन्। र मैले पनि चाहेको भए हजुरको धेरै कमाउँथेँ। मैले कमाएर म त्यही तारकेश्वरमै बस्नुपर्ने थियो भने थिएन। म यहीँ नै आएर यही तपाईँकै पेरिफेरीमा आएर, तपाईँको अफिसको पेरिफेरी दिल्ली बजारको एरियामा आएर म ठुलो बङ्गाला बनाएर यहीँ बस्न सक्ने थिएँ होला। त्यो बेलामा कमाउनको लागि मलाई धेरै बाटाहरू थियो। अक्सिजन प्लान्टहरू, तपाईँको सबै नेपालमा भएका अक्सिजन प्लान्टहरूले मलाई फोन गर्थे, कुन चाहिँ हस्पिटलमा यति अक्सिजन मागिरहेछ, त्यो हस्पिटलमा दिउँ कि नदिउँ भनेर अक्सिजन प्लान्टहरूले फोन गर्थे। हस्पिटलहरूमा बिरामी लिएर जाँदाखेरि मलाई के भन्थ्यो भने सर, राजा सर, हाम्रोमा बिरामी छैन है, अन्त चाहिँ भन्दा नि हामीलाई पनि पठाइदिनुहोस् है भनेर विभिन्न बिरामीहरूले मलाई फोन गर्थे। कहाँ जाँदाखेरि हुन्छ, यो हामीले यो आइसियु बेडहरू, सिसियु बेडहरू भन्ने बेडहरू मिलाउने, यस्तोदेखि विभिन्न थियो। मलाई धेरै अस्पतालहरूले भने पनि तपाईँ अलिकति राम्रो काम गर्नुहोस्, कमिसन दिन्छौँ हामी, यस्तो भने। मैले सिधा भन्थेँ मलाई कमिसन चाहिँदैन, मलाई मेरो बाउ बराजुको सम्पत्ति छ, काठमाडौँमा बसेको छु, सानो टुक्रो घर छ मेरो, सानोतिनो जग्गा जमिन छ, मलाई त्यहीबाट पुग्छ, मलाई एउटा भगवान्को आशीर्वाद चाहिन्छ। मैले त्यही भनेर उहाँहरूसँग त्यही कुरा गरेर प्रत्येक बिरामीलाई ठाउँ ठाउँमा लिएर गएर म आफै
बिहानदेखि बेलुकासम्म आफै खटिने, जम्मा 3 घन्टा सुत्ती म। जस्तो समाजसेवीहरू चाहिँ के गर्छन् भन्दाखेरि कतैबाट कुनै स्रोतहरू जुटाउँछन् अनि त्यो स्रोतलाई चाहिँ वितरण गर्छन् र बिचमा एउटा फेसिलिटरको काम मात्रै गरिरहेको हुन्छन् र आफ्नो चाहिँ खर्च गरिरहेको हुँदैनन् र कतिले चाहिँ समाजसेवाकै नामबाट पनि कमाइरहेको छन्। अघि मैले त्यो कुरा गरेँ र तपाईँले चाहिँ यसलाई चाहिँ कसरी चाहिँ म्यानेज गर्नुभयो? बाहिरबाट ल्याएर कसरी दातारबाट ल्याएर दिनुभयो कि तपाईँले आफ्नो पैतृक सम्पत्तिबाट पनि म्यानेज गरेर दिनुभयो? यसलाई पनि बताइदिनुहोस् न। हो, तपाईँले ठिक भन्नुभयो। मैले पैतृक सम्पत्ति तारकेश्वर वार्ड नम्बर 1 साङ्ला 5 मा मेरो घर। मैले त्यहाँ जुन त्यो बेलामा भूकम्पबाट मेरो घर तस नस भएको थियो, त्यो बेलामा मैले 4 आना जग्गा बेचेको थिएँ। हो, त्यो जग्गाबाट नै मैले समाजसेवा गरेँ। भनेपछि तपाईँले चाहिँ आफ्नो जग्गा बेचेर समाजसेवामा लाग्नुभयो नि त? लाग्यो। अनि तपाईँको घर परिवारहरूले चाहिँ आफ्नो पैतृक सम्पत्तिहरू चाहिँ बेचेर चाहिँ समाजसेवामा लाग्छ भनेर तपाईँले एउटा टर्चर दिने काम भएको चाहिँ छैन? यस्तो हुँदो रहेछ कि तपाईँको जुन बेला मैले त्यो गरिरहेँ, मैले कुनै बेला घरमा पनि छल कपट छलछाम त गर्नु पर्ने रहेछ, गरेँ मैले। तर पनि बुझ्दै जाँदाखेरि मेरो परिवारहरूले, मेरो छोराछोरी, मेरो बुवा, मेरो मिसेसहरूले के भन्थ्यो भने, अनि पैसा खोइ त, यो यहाँ आएको पैसा खोइ त भनेर यसो 1-2 चोटि उहाँहरूको क्वेसन आउँथ्यो। क्वेसन आउँदाखेरि 6 मस्जिद छ, यस्तो ठाउँमा छ, सिद्धो। त्यसपछि उहाँहरूको जवाफ आएन र मैले उहाँहरूलाई प्रत्येकचोटि भने, मैले त्यो पैसा चाहिँ फलानु अस्पतालमा औषधि नपाएर छटपट रहेको बिरामीलाई, फलानु ठाउँमा मैले अब यसमै तपाईँलाई के जोड्न चाहेँ भने, मैले कोरोनाको टाइममा 106 जना मेरै हातले दाह संस्कार गरेँ। हजुर। र मैले आफैले अस्पतालमा लिएर गएर, अस्पतालबाट बेवारिसी लास लिएर गएर यही हातले दाह संस्कार गरेँ। हेर्नुहोस्, र आज त्यही भएर त राजन थापाले हो साँच्चै समाजसेवा गर्दो रहेछ भनेर विभिन्न ठाउँबाट राजन थापाको नाम अगाडि आउनुको मेन कारण चाहिँ अब सँगसँगै तपाईँले समाजसेवा सँगसँगै तपाईँले पत्रकारिता पनि लाग्नु भएको छ र पत्रकारितामा तपाईँ किन लाग्नुभयो? अहिले पत्रकारितामा देखिएका चुनौतीहरू के छन्? अहिले सरकारले फेरि पत्रकारहरूलाई चाहिँ अलिकति फरक ढङ्गले सोचिरहेको छ। अहिले विज्ञापन दिने नीतिमा चाहिँ सरकारी र निजी भनेको छ र चाहिँ तपाईँ त्यो विषयमा पनि अलिकति बताइदिनुहोस् न। यस्तो छ, तपाईँले ठिक भन्नुभयो। यो पत्रकारिता म 2042 सालदेखि मलाई लाग्छ नेपाल टेलिभिजन सुरुवात हुने बेलादेखि म टेलिभिजनको पेरिफेरीमा थिएँ र मलाई कस्तो लाग्थ्यो भने त्यहाँ टेलिभिजनको पेरिफेरीमा हुँदाखेरि ओहो, म पनि यसरी एङ्करिङ गरेर, म पनि पत्रकारिता गरेर कसरी म छिरौँ भनेर म त्यो सोचिरहन्थेँ कि। म त्यो सोच्दै जाँदाखेरि मैले चाहिँ टेलिभिजनमा प्रोग्राम चलाउनेदेखि लिएर अनि विभिन्न यो बुकहरू निकाल्ने र अनलाइनहरू सुरुवात गर्ने बेला आएदेखिबाट अब अनलाइन दर्ता गर्नु पऱ्यो, अनलाइन चलाउनु पऱ्यो, अनलाइनबाट समाचार बाहिर निकाल्ने र त्यसबाट सही र सत्य समाचार मात्रै प्रकाशित गर्ने भन्ने मेरो सोच र अठोट थियो। अनि मैले त्यसपछि गर्दै जाँदाखेरि म पत्रकारिता चाहिँ मलाई सम्भवतः मैले पत्रकारिता र समाजसेवा सँगसँगै जस्तै सुरुवात गरेको। म जब मेरो माइन्डले मेरो सोच्यो कि अब तैँले यो गर्दाखेरि अब यसलाई पनि साथसाथ लिएर गइस् भने कमसेकम केही न केही त हुन्छ है। नेपालमा कालोलाई कालो, रातोलाई रातो गर्न सक्ने त्यति चाहिँ बन्नुपर्छ है भन्ने मलाई भित्रदेखि जिज्ञासा। जस्तो पत्रकारितामा पनि विभिन्न विधा हुन्छ, कोही एङ्करिङ विधा हुन्छ, कोही तपाईँको चाहिँ लेखन विधा हुन्छ होइन। अब यसमा चाहिँ तपाईँले कुन विधा बढी चाहिँ तपाईँलाई रुचि लागेको छ? अहिले के गरिरहनु भएको छ पत्रकारितामा पनि तपाईँ? यस्तो मैले लेखन विधाको लागि चाहिँ अँगालिरहेको थिएँ। जस्तो मैले अनलाइन मेरो समाचारहरू अहिले विभिन्न मिडियाहरूमा मैले लेखेका समाचारहरू आउँछन् होइन। मैले आफ्नो त छँदैछ, तर मैले त्यो समाचारहरूलाई विभिन्न मिडियाहरूलाई दिन्छु। अहिले यहाँले पत्रकारिता गरिरहँदाखेरि अहिले पत्रकारिता फिल्डमा चाहिँ देखिएका चुनौतीहरूलाई चाहिँ यहाँले कसरी बताउनुहुन्छ? यस्तो छ, अहिले अब सरकारले अहिले हालको सरकारले के भन्छ भनेदेखि अब सबैलाई रोजगार दिउँ भन्छ नि, सबैलाई रोजगार दिउँ भन्छ होइन। रोजगार दिने क्रममा चाहिँ जस्तो हामी जस्तो ओजिएलमा पढेका मिडियाहरूलाई र सरकारले जुन यो सरकारी विज्ञापन हुँदैन है, सरकारी मिडियालाई मात्रै विज्ञापन चलाउनु पर्छ है, अरू मिडियाले पाउँदैन है भनेर जुन कुरा बाहिर ल्याए नि,
हो त्यसको लागि हामी चाहिँ विरोधी छौँ। किनभने रोजगार पनि दिनुपर्छ भन्ने र हामी जस्तो पत्रकारहरू त हामी त बायस होइन हुन्छौँ। अब सरकारसँग चाहिँ एउटा लिमिटेसन एउटा चाहिँ धनराशि हुन्छ। अब देशमा चाहिँ लाखौँ पत्रकार आउँछन्, लाखौँ संस्था आउँछन्। अब सबैलाई चाहिँ अब निजीहरूले दिएर अब सरकारले चाहिँ दिएर सम्भव हुने कुरा हो त यो। होइन यस्तो हुन्छ तपाईँको अहिले के छ भन्नुहुन्छ भने जस्तो सरकारले सबैलाई दिन्छ भन्नु छैन नि त। जसको पहुँच पुगेको ठाउँमा त्यहाँ मात्रै दिइरहेको थियो नि त, हजुर होइन? जसले पहुँच पुगेको छ त्यहाँसम्म दिइरहेको थियो। अब जस्तो मैले भोलिदेखि मैले तपाईँ आफै भन्नुहोस् न, भोलिदेखि मैले यो अफिस राख्नुपर्छ, अफिसको भाडा तिर्नु पर्यो, हजुर मैले समाचार सम्प्रेषण गर्नको लागि स्टाफ राख्नु पर्यो, स्टाफ खर्च दिनु पर्यो, र मैले कम्प्युटर चाहियो यो विभिन्न समाचारहरू। होइन जस्तो तपाईँले चाहिँ सरकारले दिला भनेर त संस्था त खोलेको हुँदैन नि त। अब निजी क्षेत्र अब अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा त निजीले ओटेको छ। अझ पनि तपाईँको 85% अर्थतन्त्रको हिस्सा चाहिँ निजीले ओटेको छ भने तपाईँ निजीमा जानु न, सरकारी हो त। निजीमा जाँदाखेरि यस्तो हुन्छ नि त, जस्तो निजीमा नि निजी स्रोतका जो हामीलाई विज्ञापन दिइरहेका थिए उहाँहरूले के भन्छन् भने तपाईँहरूको के पहुँच रहेछ र खोइ तपाईँहरूको सरकारले त तपाईँहरूलाई उ गरेर जान्छ, छैन निषेध गरेर अब छैन भनेर भनिदियो भने तपाईँ के गर्नुहुन्छ? एटलिस्ट तपाईँले जस्तो सरकारी विज्ञापनहरूमा तपाईँले सबैको सरकारी हाल्नु परेन नि, एक दुईवटा मात्रै हाल्नु भने तपाईँ स्थापित त हुनुहुन्छ नि त, हजुर हजुर होइन? यो त स्थापित भन्दा विस्थापित गरेको हो त सरकारले। भनेपछि अहिले सरकारको चाहिँ आफ्नो लोकतान्त्रिक मूल्य मान्यता भन्दा बाहिर गएर चाहिँ पत्रकारहरूलाई चाहिँ एउटा निषेध गरिरहेको हो। यो कुरा चाहिँ सही हो, यो बिल्कुल बाहिर गएको। र यसलाई चाहिँ म के सुझाव दिन्छु भने म जस्तो पत्रकार महासङ्घको सदस्य पनि हो र मैले चाहिँ हामीले पत्रकार महासङ्घबाट विभिन्न ठाउँमा अल्टिमेटम अहिले पत्रकार महासङ्घको भूमिकालाई चाहिँ कतिको सशक्त रूपमा देख्नुहुन्छ यहाँले? अहिले धेरै राम्रो भूमिकामा निभाइरहेको छ। अहिले निभाउँदो पनि छ, निभाइरहेको छ। अब अहिले खै पत्रकारहरू त अब अहिले खै सडकमा कहीँ आन्दोलनमा त आएको देखिँदैन, खालि एउटा विज्ञप्ति जारी गरिरहेको छ, कोठे बैठक गरिरहेको छ। यसबारे तपाईँको धारणा के छ? यस्तो छ नि त तपाईँको पत्रकारहरू सडकमा आएर मात्रै समस्याको समाधान हुँदैन कि। हजुर त्यो त डाइरेक्ट हामी सरकारसँग गइरहेछौँ, सरकारको ढोका ढकढकाइरहेछौँ, यसलाई चाहिँ यस्तो गर्नु पर्यो है भनेर भनिरहेछौँ। अदालतको ढोका पनि ढकढकाएको छ नि बुझिन्छ। छौँ त, हामी ढोका ढकढकाइरहेछौँ त, हामी ढकढकाउँछौँ छौँ पनि। अनि यहाँले चाहिँ आफ्नो नाम चाहिँ गिनिज बुकमा पनि राखेको भन्ने मैले सुने। वास्तवमा यो के हो, के विषयमा तपाईँले गिनिज बुकमा नाम राख्नुभयो? यसमा चाहिँ तपाईँहरूको हाम्रो एउटा कम्पनी थियो, त्यो कम्पनीले सबभन्दा अग्लो ठाउँमा गएर गीत छायाङ्कन गरेको, त्यसको उपलक्ष्यमा हामीलाई यो गिनिज बुकमा नाम दिएको हो। अन्त्यमा केही छुटेपुटेको कुराहरू केही छ भने बताउनुहोस् न। अब त्यही हो, तपाईँले जुन कुरा उठाउनु भयो होइन, जुन कुरा सही र सत्यता उठाउनु भयो र मलाई जुन आज यो ठाउँमा ल्याएर तपाईँले स्थान दिनुभयो, त्यही नै हो मेरो लागि राम्रो उपलब्धि। यहाँको व्यस्त समयको बावजुद यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। हस् नमस्ते। हस् नमस्कार।